वाउ यस्तो खतरा रानी खेततिर पनि यस्तै हुन्छ क्या अनि बोटैभरि यत्रो यत्रो यसलाई भन्छ रोज रोज मामु मैले पनि यस्तै नै मलाई रोज भन्नु सिकाउनु हुन्थ्यो कसले ए आर फल रिना भन आज दिनभरि घुम्ने भयो यो चाहिँ नाम्जे हो नाम्जे पहिरो जाने लगाइज हेर है रोजहरू चाहिँ खतरा ब्लगिङ हैन भुलुगिङ चाहिँ होला जस्तो हजुर ल रोजको यी मात्रै खिच्ने हो क्या भने घर पसी पसी आज तुप्पाको छेउमा चाहिँ धुलो हो नि यतै नजिकतिरै गाडी ल्यायो भने चाहिँ उनीहरू फेरि अहिले भएर त हामी त्यहीँ जाने हो नि त यो त पोल्युसन नै हो नि त धुलोले नै तुवालो नत्र क्लियर देख्छ हैन यो पाहाडमा यस्तै हुन्छ हो र यो तुवालो हो क्या बिहान बिहानैको 9 बजेसम्म अनि बिहान बिहानैको हुस्सु मामु पहिला त यता पनि त्यहाँ हेर रिना रोजु त्यो रोजमा त भाइ यता इलाम त घर अगाडितिर कति फुल रोपेको हुन्छ इलाम जाँदा अनि कि म गाडी रोक्दै फोटो खिच्छु अब अर्को खालके फुल कति राम्रो यो बिरुवा दिए पनि हुन्थ्यो त यस्तो त तिमीहरुको देखेको जस्तो लाग्छ नाम्जे बजारमा स्वागत छ ल खतरा गेट आयो ए ढुङ्गाको गेट मामु अब यहाँ चाहिँ आसिला यो भन्जर अरु छ नि ढुङ्गा अनि कसले बुद्धि पुऱ्याएको हो कुन्नी अहिलेसम्म त गुन्ने हो नि देख्छु लाली गुराँस पनि फुल्नु भएको रहेछ हल्का हल्का यो चाहिँ भित्र चाहिँ कङ्क्रिट ढलान गरेको छ होला त्यस्तै छ बाहिर मात्रै हो टाँसेको मामु यो हो यता हामी आउँदै गरेको नि खिच्छ न लाली गुराँसै लाली गुराँस ल ल टुरिस्टहरू कम कम हो त यही छ यो गुराँस किन फोक्सो बाहिर आउन आँटो आज चाहिँ मिठो निन्द्रा लाग्ने भयो साथी हो टू थ्री फोर सिक्स सेभेन एट हेलो हेलो गाइज हो ए भिडियो भएछ एकछिनै फेरि भन पेरुदीपुरा सिकाललाई एउटा मेसेज विदाउट यु वी आर इन्जोइङ अ लट कोही पनि छैन अनुहार फुलाउने ह्याप्पी फेस मात्र ह्याप्पी फेस मात्र छ आनन्द आइरहेको कस्तो आनन्द आइरहेछ गुड ए भयो ल यो चाहिँ अलिकति धेर भयो भनेर भगवान्ले नत्र कम्तीले दिमाग खराब गरिसक्यो अनुहार फुल्लाएर है खुसु अब उनीहरूलाई रमाइलो भनेको उनीहरू आफ्नो आफ्नो यसको साथीसँग मात्र अब रमाइलो भिडियो लाग्दैन त्यही सिकाएर फोटोसोटो खिच्नु मन पराउँछ ल नाम्जेको यो चाहिँ एकदम टुप्पीमा आत्मा बस्ने घर अरे भेरेटार यस्तो रहेछ है ढुङ्गाको पवित्र आत्माहरू बस्ने ठाउँ भित्र यस्तो रहेछ सबै नखाऊ अहिले फेरि तिर्खा लाग्छ भयो 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 बाबा बरु ढुङ्गा खाऊ
ए रोहन आछि बुनुको त बमिट भएको खाएछ है होइन खाइसक्यो अब ल भेरेटार यस्तो देख्दो रहेछ यहाँदेखि वाउ आज हाम्रो सानो ट्रिप थियो नाम्चेको लागि नाम्चे चाहिँ एकदमै अरूले भनेको सुन्दा रमाइलो ठाउँ यताउता भनेको सुनेको थिएँ जहाँ गयौँ साँच्चै रमाइलो लाग्यो शान्त अनि शीतल पनि यस्तो गर्मीको मौसमबाट गएको हामीलाई त एकदमै शीतल भयो रमाइलो भयो अनि घाम तातो भए पनि चिसो हावाले एकदमै रमाइलो भयो तपाईहरु पनि जानुस् रमाइलो गर्नुस् साँच्चै रमाइलो छ थ्यांक यू फर वाचिङ